तरै भए पनि यो पालिको बजेटमा एउटा कुरा चाहिँ अचम्मको कुरा देख्न पाइयो। राम्रो हो, धेरै राम्रो हो, तर त्यो फेसिलिटिज खालि फोरेनर्सहरूको लागि मात्रै छ। हुन त बहिनीलाई पनि योपालि धेरै नै हेर्नु पाइयो, तर अरेन्ज इकोनोमी पनि पहिलोपल्ट हेर्नु पाइँदैछ। त्यसैले यो कुरालाई म सिरियस लिएको छुइनँ। 2026 को बजेट छोटकरीमा हेरौँ है त। एकछिन यस्तो सिरियस भिडियोलाई कहाँ स्किप गर्नु खोजेको, बरु अलिकति लाइक्स दिनुहोस् न। हुन पनि हामी पहाडे यस्तै हुन्छौँ, सिरियस कुरा चाहिँ मन पर्दैन, हावाको कुरामा चाहिँ दिनभरि भुलिबस्छौँ। जस्तै भाषण, ला सरी नेताज्यू जिब्रो फुसी भयो, छोडिदियो यस्तो हावाको कुराहरू। नेताज्यू तपाईँलाई हावा भनेको होइन, मेरो कुरा पो हावा त। अब कुरा गरौँ बजेटको। 2026 को बजेट हामी जस्तो साधारण मान्छेहरूको लागि चाहिँ के चाहिँ रहेछ त? हुन त मैले बजेट हेरिसकेको छु, हाम्रो लागि केही छैन, तर पनि बजेटलाई बुझ्नु त जरुरी छ। किनभने अब हाम्रो ट्याक्सको पैसा हो नि त, कहाँ जाँदैछ के गर्दैछ त्यो त बुझ्नु पर्यो नि है। सबैभन्दा पहिला हामी मिडल क्लासलाई असर गर्ने कुरा अगाडि राखौँ है त, इन्कम ट्याक्स। इन्कम ट्याक्स कुनै पनि सरकारमा होस् चर्चाको विषय चाहिँ हुन्छै हुन्छ। अहिले झन् इन्कम ट्याक्स एकदमै इम्पोर्टेन्ट भएर गएको छ, किनभने हाम्रो कन्जम्सन घटिसकेको छ र इकोनोमीलाई रिभाइभ गर्नको लागि केही न केही चाहिँ गर्नै पर्छ। नाउ द मोस्ट इम्पोर्टेन्ट क्वेसन, योपालिको इन्कम ट्याक्समा हामीले के पायौँ त? एन्सर इज केही पाएनौँ। इन्कम ट्याक्स स्ल्याबमा केही परिवर्तनै छैन। के त्यो ओल्ड ट्याक्स रिजिम भन्दा चाहिँ न्यू ट्याक्स रिजिम अलिकति एट्र्याक्टिभ देखिँदैछ, किनभने 75,000 रुपिसको स्ट्यान्डर्ड ट्याक्स डिडक्सन साथै सेक्सन 87A अन्तर्गत जसको एनुअल स्यालेरी 12.75 लाख भन्दा कम्ती छ उसले ट्याक्स तिर्नु पर्दैन। अरू एक दुई भाषा सानो परिवर्तन छ, जस्तै रिभाइज ट्याक्स रिटर्न फाइल गर्ने मिति अलिकति बढाइदिएको छ, तर त्यसको पनि फिस चाहिँ लाग्छ है त। सेयर मार्केट ट्रेडिङ गर्नेहरूको लागि झन् राम्रो खबर छैन, किनभने सरकारले एसटिटी अर्थात् सेक्युरिटी ट्रान्जेक्सन ट्याक्स अन फ्युचर एन्ड अप्सन ट्रेडिङ चाहिँ बढाइदिएको छ। सोभरिन गोल्ड बन्ड अर्थात् अनलाइन भर्चुअल गोल्ड ट्रेडिङ गर्दा पनि त्यसबाट भएको नाफामा पनि ट्याक्स लाग्छ यदि हामीले त्यो सेकेन्डरी मार्केटबाट किनेको छौँ, अर्थात् डाइरेक्ट गभर्मेन्टबाट नकिनेर कुनै स्टक एक्सचेन्जबाट किनेको छौँ भने त्यसमा पनि सरकारले ट्याक्स लागू गरेको छ। यो सबै कारणले गर्दा होला बजेट स्पिच हुँदाहुँदै पनि हाम्रो सेन्सेक्स चाहिँ 1100 पोइन्ट झर्यो र दिनभरिमा झन्डै 2800 पोइन्ट घटेर गयो। अब कुरा गरौँ हेल्थ केयर। हेल्थ केयरको लागि चाहिँ सरकारले 1,04,599 करोड छुट्याएका छ र 17वटा क्यान्सर ड्रग्समा इम्पोर्ट रिलेटेड कस्टम ड्युटिज पनि घटाइदिएको छ। आमाम कस्तो राम्रो लाग्यो होला है तपाईँलाई। सरकारले हेल्थ केयरको लागि अलमोस्ट 1,05,000 करोड चाहिँ छुट्याइदिएको छ भनेर, तर त्यो चाहिँ हाम्रो जिडिपीको 1.9% मात्रै हो। एज पर रिक्वायरमेन्ट एटलिस्ट 2.5% अफ जिडिपी चाहिँ हेल्थ केयरको लागि छुट्याएको हुनुपर्थ्यो। अब यहाँबाट एउटा कुरा बुझ्नुहोस्, आफ्नो हेल्थ केयरको लागि चाहिँ तपाईँ आफैले जिम्मा लिनुपर्छ। त्यो अहिलेसम्म मेडिकल इन्सुरेन्सहरू गर्नुभएको छैन भने म तपाईँलाई रेकमेन्ड गर्छु गरिहाल्नुहोस्। मेडिकल फिल्डमा एउटा कुरा चाहिँ राम्रो भएको छ, त्यो चाहिँ हो हेल्थ टुरिज्म। सरकारले स्टेट गभर्मेन्ट र प्राइभेट सेक्टरसँग मिलेर चाहिँ हेल्थ भ्याल्यु टुरिज्मलाई प्रोत्साहन दिएको छ। अर्थात् विदेशबाट भारतमा मेडिकल चेकअप गर्नको लागि मान्छेहरू आउने र उनीहरू जब भारतमा आफूलाई मेडिकल चेकअपको लागि आउँछ उनीहरूले खर्च गर्छ र त्यो खर्चले चाहिँ देशलाई अलिकति फाइदा हुन्छ। तर त्यो फेसिलिटिज खालि फोरेनर्सहरूको लागि मात्रै राम्रो हो, किनभने विदेशमा मेडिकल चार्जेस एकदमै महँगो छ र कम्पेरिटिभली इन्डियामा त्योभन्दा सस्तो छ। त्यसैले विदेशबाट भारी मात्रामा इन्डियामा मेडिकल चेकअपको लागि आउँछ, त्यसलाई नै मेडिकल टुरिज्म पनि भनिएको छ। तर हाम्रो लागि चाहिँ अझै महँगै पर्छ, किनभने यो सब सुविधाहरू चाहिँ गभर्मेन्ट हस्पिटलमा पाउन सकिँदैन। अब कुरा गरौँ क्यापिटल एक्सपेन्डिचर। क्यापिटल एक्सपेन्डिचर अर्थात् देशको उन्नतिको लागि चाहिँ भविष्यमा गएर फाइदा होस् भनेर जुन चाहिँ खर्च गरिन्छ त्यसलाई चाहिँ क्यापिटल एक्सपेन्डिचर भनिन्छ र क्यापिटल एक्सपेन्डिचरको मात्रा योपालि बढाएको छ र सरकार अनुसार भिजन 2047 भनेको छ। अर्थात् यो यस्तो स्किम हो जसले चाहिँ हामीलाई फ्युचरमा गएर 2047मा गएर चाहिँ हामीलाई फाइदा दिन्छ। अरे भाइ 2026 बिताउनु गाह्रो परिसक्यो, कहाँ 2047को कुरा गर्नुभएको। एकजना नामी इकोनोमिस्ट जेम केन्सले भन्नुभएको छ नि, इन द लङ रन वी आर अल डेड भनेर। तब 2047 सम्म को बस्ने त? 2047 मा त्यो कुराहरू पुरा भएन भने त्यति बेलाको सरकारलाई गएर कसले प्रश्न राख्ने? तपाईँ आफै सोच्नुहोस् त, आजभन्दा 25 वर्ष अगाडि सरकारले जुन चाहिँ बाचा गरेको थियो के त्यो पुरा भयो त? त्यो के तपाईँलाई त्यो थाहा पनि छ के त? सो 2047 मा पनि यो अहिले दिएको बाचाहरू त्यस्तै हुन्छ। त्यसैले यो कुरालाई म सिरियस लिएको छुइनँ। तर मलाई सिरियस लागेको कुरा चाहिँ के हो भन्दा चाहिँ इसरोको लागि जुन चाहिँ बजेट छुट्याएको छ
तपाईँ पनि सुन्नुभयो भने छक्कै पर्नुहुन्छ। इसरोको लागि केवल 13,706 करोड मात्रै छुट्याएको छ। अब योभन्दा बेसी त डिपार्टमेन्ट अफ पोस्टल डिपार्टमेन्टलाई छुट्याएको छ 27,027 करोड। के हाम्रो लागि इसरो भन्दा पोस्टल डिपार्टमेन्ट इम्पोर्टेन्ट हो? अब सोच्नुहोस्, यो प्रकारले हाम्रो स्पेस साइन्स कसरी डेभलप गर्छ त? अब यो क्षेत्रमा हामी अगाडि बढ्न सकेनौँ भन्दा फेरि त्यही गएर हिन्दू र मुस्लिममै नै हामी झुन्डिनुपर्छ। तरै भए पनि यो पालिको बजेटमा एउटा कुरा चाहिँ अचम्मको कुरा देख्न पाइयो, त्यो चाहिँ हो ओरेन्ज इकोनोमी। मलाई पनि थाहा थिएन यो बारेमा। अब यो ओरेन्ज इकोनोमी भन्नाले भाइरल सुन्तला बहिनी चाहिँ होइन नि, हुन त बहिनीलाई पनि योपालि धेरै नै हेर्नु पाइयो, तर ओरेन्ज इकोनोमी पनि पहिलोपल्ट हेर्नु पाइँदैछ। अब यो ओरेन्ज इकोनोमी चाहिँ के चाहिँ हो त? अब यो ओरेन्ज इकोनोमी अन्तर्गत 15,000 हायर सेकेन्डरी स्कुल्स र 500 कलेजेसमा चाहिँ एभिजिसी कन्टेन्ट क्रिएसन ल्याब रिस्ट्याब्लिस गर्ने। सो दिस इज फर द फर्स्ट टाइम कि यो कन्टेन्ट क्रिएसनलाई पनि यति साह्रो वेटेज दिइँदैछ। आफ्टर यो सेल्फ इम्प्लोइमेन्टको एउटा इम्पोर्टेन्ट सोर्स भएर गएको छ अहिले। अब सायद चाँडै हाम्रो स्कुल या कलेजेसहरूतिर पनि कन्टेन्ट क्रिएसनको बारेमा कुनै कोर्सहरू गराइन्छ। कुनै त बजेट यति लामो छ, यसको डिटेलमा गयो भने त पुरै समय लाग्छ। मोटामोटी यो बजेटमा हामी जस्तो मिडल इन्कम ग्रुपको लागि चाहिँ केही पनि देखिन र मलाई योपालिको बजेटबाट नि केही एक्सपेक्टेसन छैन। तपाईँलाई नि?